जेब्रा क्रसिङ छैन नि त Practice is good for health. पर्छ है गाइस Practice is good for health. यहाँ चाहिँ भाग्नुपर्छ भेट्यो भने त फेरि मान्छे निराम अलिक सचेत हुनुपर्छ यता चाहिँ यहाँ चाहिँ म यस्तो आफूमा बिस्तारै ओ साम्डी कता जानु लाग्यो हौ अब हामी यसो हल्का पेट पूजा गर्नको लागि यसो नुडल्स यो एउटा लगाउ न दिम ए ल गाइस अब दसैँ खान जानु पर्यो होइन यसो हल्का दसैँको लागि हल्का पूजा यसो अनि कस्तो फ्रन्ट क्यामेराबाट के छ त साम्डी अनि के छ एकदम ठिक छ दसैँ कस्तो हुँदैछ दसैँ के हुने यार घर बिनाको थर त्यही हो दसैँमा के खाने आज अनि गाउँ बिनाको घर गाउँ बिनाको थर भएको जस्तै भएको छ के गर्नु गाह्रो छ हौ गाह्रो के भएर I appreciate about what you say. You give me something. कुल्लीहरू बस्ने ठाउँ यस्तै छ गाइस कुल्लीहरू बस्यो मैले हाल्दैन नि त साउन्ड पन्च गरेर जानुपर्छ है यो त जेलमा बसे जस्तो छ बाजेहरू त छैन नि आज यहाँ चाहिँ अलि विचार गरेर हिँड्नुपर्छ यहाँ सिआइडी हुनसक्छ यो यहाँ जेब्रा क्रसिङ छैन नि त Practice is good for health. पर्छ है गाइस Practice is good for health. यहाँ चाहिँ भाग्नुपर्छ भेट्यो भने त फेरि मान्छे निराम ल्याम चिम 5 फर्काउँछ दिनको पैसा झ्याम त्यही भएर अलिक सचेत हुनुपर्छ यता चाहिँ बाटो काट्दा यहाँ फाइन हाने मान्छे निराम फाइन यहाँ चाहिँ म यस्तो दृश्य देखाउँछ साथीहरूलाई आज होइन मान्छे चाहिँ हाम्रो गाउँतिर त्यो जात्रा हुन्छ नि जात्रा त्यस्तै हुन्छ यहाँ तँ यहाँबाट एक फर्क देखाइदियो अनि भयो अलि माथिबाट देखाइदियो भयो ए पुरै देखाउने हो ल हेर्नुहोस् है ल मान्छेहरूको यहाँ यतिको मान्छे चाहिँ कता कता देख्नु भएको छ तपाईँहरूले हेर्नुहोस् त यति रमाइलो हुन्छ नि आफ्नै तालमा छ ड्युटी जाने आउने प्लास्टिकमा खाना पोको पार्यो परदेशको जिन्दगी यस्तै छ गाइस धेरै मान्छे हो होइन हो न त अब यो विदेश आएको भनौँ कि कति फोहोर छ भने यो ठाउँ होइन अब दसैँको दिनमा है अब मासु सासु खाने त त्यस्तै हो विदेशमा यहाँ बनाएर खाने ठाउँ पनि छैन रुममा है त्यही भएर अब यसो बनाएर राखेको ठाउँमा केही छ कि भनेर खानाहरू हेरौँ अब के छ र यहाँ मार्केट सर्किट छ कता किन्ने म त त्यही ठिक लाग्छ यता भन्दा चाहिँ ठिक छ यहाँको फ्ल्याट त परेको हुन्छ किनभने उता नेपालीको हुन्छ त त्यो चिल्लो धेरै हुन्छ क्या सब प्लास्टिकमा पोको बोक्यो गयो खायो पोको पारेर लैजाउँ माया पोको पारेर सम्धि आइला टन्याउला
साथीहरू तपाईँहरूले देख्न सक्नुहुन्छ यो यति फोहोर छ नि यो ठाउँ होइन। तर के गर्नु, खानै पर्छ, यहाँ आएर किनेर खानै पर्छ। अब हेर्नुहोस् त यहाँ मान्छेहरू लाइन बसिरहेछ त्यत्तिकै, आफ्नो आफ्नो तालमा जता पायो त्यता किन्यो, खायो, फाल्यो, हिँड्यो। यो ठाउँ चाहिँ अब सस्तो पनि पाउने होइन, खानेकुराहरू चाहिँ सस्तोमा नि पाउनु चाहिँ, तर अलिकति सफाइ चाहिँ कमै छ क्या, सरसफाइ। त्यो भित्र मान्छे पसिना बगाइरहेछ, गर्मी हुन्छ त्यत्तिकै होइन। अब हेर्नुहोस् न, अब यत्रो मान्छेहरू छ, भिडको भिड। अब त्यहाँ दिँदा तिनीहरू पसिना हुन्छ। अनि हामी पनि यतातिर यसो खानेकुरा खानलाई अब यसो खोज्दैछौँ। यहाँ हेर्न सक्नुहुन्छ यस्तो खानेकुराहरू छ। अब यता हेरौँ, हाम्रो खाना पसल त यो त पुरै बन्दै भइसक्यो। छैन यहाँ त नछिरो भयो। अस्ति हामीलाई गाली गर्ने मासुलाई नरियो। यहाँ फुटपाथ बजार पनि छ है ल, यसरी सेल हुन्छ। यहाँको के छ त? साढे 8 भइसक्यो। त्यही खाऊ न उता। हामीले किनेर खाने ठाउँमा चाहिँ माल छैन। माल छैन गाइस। मलाई के लाग्यो पुरै उका परेको सब फुटपाथ बजार पनि चल्छ यार यहाँ। अलिक छिटो हिँड्न नि त। यस्तै छ गाइस। अब यो विदेशको यो नेपालको काठमाडौँको पश्चिमको याद आइरहेको छ मलाई। के भन्ने गाइस, अब गाह्रो छ। अब नेपाल फर्किन्छ शीघ्रै। यो ठाउँमा बसेर काम लागेन। मान्छेको चाप हेर्नुहोस् है, मान्छेको चाप। अफरमा लगाएको गाडी हो। 25 दिरहमभन्दा बढीको सामान किन्यो भने चाहिँ एउटा कुपन पाउँछ। यो चाहिँ यो कार जित्न सक्नुहुन्छ है तपाईँहरूले ल, पार्कको मार्केटमा आएर। यो हिरोइनहरू माग्न बसेको छ यत्रो केटा। हाम्रो भिडियो बनाउनु हुने चटपटी पनि बनाउनु। ए भगवान्, तिमी खाली नभएको ठाउँ मात्रै ल्याउँछ यार। दो जगह पे नूडल्स हैं, इधर ही खाएगा।
सम्झि लिउ लिउ सम्झि लिउ कहाँ बसेर खाने रे सम्झि मिठो छ सम्धि यस्तो छ माल साथी हो मिठो शाकाहारी यो एक दिरामको होइन त यो हो आलु आलु मिठो छ खानेकुराहरू चाहिँ सस्तो सस्तो पाउँछ शुद्ध शाकाहारी माटोमा नतेलमा दसैँ हाम्रो दसैँ अरे भाई लोग किधर से आप लोग किधर से भाई हम पाकिस्तान से पाकिस्तान से कंदे मुलाहरू मिठो छ है सम्धि दामी छ दामी अब यति भएपछि दसैँ मनायो गाडी आइरहेपछि भित्र चाहिँ जिम छ तातो तातो छ अब चाहिँ रुम फर्केको है गाइज धेरै खायो के हो यार 10 दिराम लिएर आउने पेट फुटिन्जेल खाने 1 दिरामको भात 2 दिरामको तरकारी पनि पाइयो 5 दिरामको मासु 5 दिरामको मासु मासु त कहिले खाँदैन 8 दिराममा काम भइयो कत्रो लाप्सा लाप्सा हो मिठाई बसल पनि छ यहाँ हाम्रो क्याम्प चाहिँ उता पारिपट्टि हो मैडम जी पसिना पसिना भयो गर्मी चाहिँ लास्टै हुन्छ हौ खाडीमा गर्मी चाहिँ लास्टै छ ह्युमिडिटी धेरै गाडी आउँछै सामने पछाडिबाट फेरि उडाउँला यहाँ चाहिँ जेब्रा क्रसिङ ससिङ छैन भाग्नुपर्छ सिआइडीले भेट्यो भने 450 रुपियाँ फाइन काटिदिन्छ केटा हो त्यो भएर सचेत रहौँ यसरी चाहिँ जेब्रा क्रसिङ बिना चाहिँ बाटो नकाटौँ है यो चाहिँ हाम्रो क्याम्प एरियामै भएर अलिकति यो सिआइडीहरू चाहिँ कमै आउँछ त्यही भएर कति खानु हो कति खानु मुखुस भइसक्यो पेटे त्यो आलु के भन्छ र यसलाई यहाँ हेर्नुहोस् यो एटिएमको लाइन अब यहाँनिर सेक्युरिटीले अलिक गाह्रो मान्छ यो भिडियो बन्द गऱ्यो है त आलु चाहिँ स्वाद पर्ने है खाना तर यिनीहरूले स्वास्थ्यलाई फाइदा गर्दैन स्वास्थ्यवर्धक चिज चाहिँ होइन यहाँ उखुको घारी पनि छ है हाम्रो क्याम्पमा ल उखु खानेलाई यो खजुर भयो आजभोलि गर्मी धेरै कम भइसक्यो है गर्मी छ
हामी बस्ने क्याम्प चाहिँ यही हो। पसिनै पसिना भयो सन्दीप, पसिनै पसिना भयो। दसैँ मनायो सन्दीप? कस्तो भयो दसैँ? ठिक भयो ठिक यार। दसैँ अब भोलि मनाउनु पर्छ यार। पहिला हामी भोलिको भिडियो बनाउन चाहने बाह्र कहाँको रक्सी खाएको त के बनाउनु? सन्दीप अहिले जे चिज ठिक छ त्यही कुरा ठिक छ भन्ने आएन हो गाइस, सेकेन्ड तलामा हो। अब हाम्रो रुममा आइपुग्न लागिसक्यो। सही रुम। सितन आइपुग्यो ल। आइपुग्यो गिलास के हो दसैँमा नमान्ने? पर्सिसकेको दसैँ हो नि हो। ओ सोभित ल उठा उठा। यसो मेरो ओछ्यान है गाइस, यस्तो छ ल।